जब हामी धनको कुरा गर्छौं हाम्रो दिमागमा के आउँछ? सायद ब्याङ्क ब्यालेन्स, ठूलो घर, गाडी, हैन त? तर के साँचो सम्पत्ति त्योभन्दा पनि गहिरो कुरा हुन सक्छ? आज हामी यही धारणालाई केलाउँदैछौं, जहाँ हामी पत्ता लगाउनेछौं कि सबैभन्दा ठूलो सम्पत्ति पैसामा होइन, बरु हाम्रो सोचाइको तरिकामा लुकेको हुन्छ। एकछिन सोच्नुहोस् त, के यस्तो हुन सक्छ कि कुनै व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति उसको ब्याङ्क खातामा नभएर उसको दिमागभित्र होस्? हो, यही प्रश्नले आजको हाम्रो विश्लेषणको जग बसाल्छ, मानसिकताको शक्ति। त्यसो भए यो धनी र गरिब मानसिकता भनेको आखिर हो के त? धनी मानसिकता भनेको सोचाइको त्यो तरिका हो जसले जताततै अवसरहरू देख्छ र अगाडि बढ्न प्रेरित गर्छ, अनि गरिब मानसिकताले चाहिँ बाधाहरूमा मात्रै ध्यान दिन्छ र मानिसलाई जहाँको त्यहीँ अड्काइदिन्छ। यसलाई यसरी बुझौँ, मानौ हाम्रो दिमागमा दुईवटा फरक अपरेटिङ सिस्टम छन् र सबैभन्दा राम्रो कुरा के थाहा छ? कुन चाहिँ चलाउने, त्यो छनौट हाम्रो आफ्नै हातमा हुन्छ। ल, अब अलिकति गहिरिएर हेरौँ है त। हाम्रो पहिलो खण्ड हो संसार हेर्ने दुई तरिका। यहाँ हामी बुझ्नेछौँ कि कसरी एउटा व्यक्तिको दृष्टिकोणले उसको वास्तविकतालाई नै बदलिदिन्छ, किनभने सबै कुराको सुरुवात त यहीँबाट हुन्छ। हेर्नुहोस् त, फरक कहाँ आउँछ भन्दा ध्यान कहाँ जान्छ भन्ने कुरामा। जब कुनै चुनौती अगाडि आउँछ, धनी मानसिकताले सोध्छ यहाँ के अवसर लुकिएको छ, यसको समाधान के हुन सक्छ, तर त्यही बेला गरिब मानसिकताको ध्यान बाधाहरू र डरमा जान्छ। ध्यान कता जान्छ भन्ने कुराले नै सबै कुरा निर्धारण गर्छ। यसलाई हाम्रो मनभित्रको आवाजको रूपमा सोच्न सकिन्छ। धनी मानसिकताले मनमा नै सोच्छ, ल यसलाई सफल बनाउन के गर्न सकिन्छ, जबकि गरिब मानसिकताको मनमा प्रश्न आउँछ, थत यदि यो बिग्रियो भने के गर्ने? पहिलो प्रश्नले सम्भावनाको ढोका खोल्छ, दोस्रोले डरको पर्खाल खडा गर्छ। अब अर्को ठूलो फरक के छ भने स्रोत साधनबारेको विश्वासमा। धनी मानसिकता प्रचुरताको सोचाइमा चल्छ, मतलब उनीहरूलाई लाग्छ कि अवसरहरू सबैका लागि पर्याप्त छन्। तर गरिब मानसिकता अभावको सोचबाट ग्रस्त हुन्छ। उनीहरूलाई लाग्छ कि अवसरहरू सीमित छन् र कसैले आफ्नो भाग खोज्ला कि भन्ने डर हुन्छ। अब जसले प्रचुरतामा विश्वास गर्छ उसको व्यवहार कस्तो हुन्छ त? उनीहरूलाई लाग्छ कि संसारमा सबैका लागि प्रशस्त अवसर छ। त्यसैले उनीहरू आफ्नो ज्ञान बाँड्न डराउँदैनन्, अरूसँग मिलेर काम गर्छन्। यहाँ डर र प्रतिस्पर्धाको सट्टा सहयोग र साझेदारीको भावना हुन्छ। ल, अब दोस्रो भागमा प्रवेश गरौँ, खेल कसरी खेलिन्छ। यहाँ हामी हेर्छौँ कि यी दुई मानसिकताले हाम्रो समय, पैसा र सम्बन्धलाई व्यवहारमा कसरी व्यवस्थापन गर्छन्। यहाँ एउटा एकदमै महत्त्वपूर्ण भिन्नता छ, समयलाई हेर्ने नजरिया। धनी मानसिकताले सधैँ लामो समयको लागि सोच्छ, भोलिको ठूलो फाइदाको लागि आजको सानो लोभ त्यागिदिन्छ। तर गरिब मानसिकतालाई तत्कालको सन्तुष्टि चाहिन्छ, पुरस्कार तुरुन्तै चाहियो। पैसालाई हेर्ने नजरिया नै फरक हुन्छ। धनी मानसिकताको लागि पैसा एउटा औजार हो जसलाई लगानी गरेर अरू धेरै पैसा बनाउन सकिन्छ। तर गरिब मानसिकताको लागि पैसा केवल खर्च गर्ने चिज हो जसलाई सकेसम्म छिटो उपभोग गरिन्छ। त्यसो भए धनी मानसिकताले पैसा कहाँ लगाउँछ त? सम्पत्तिमा, मतलब त्यस्ता चिजहरूमा जसको मूल्य समयसँगै बढ्छ, जस्तै शिक्षामा, नयाँ सिप सिक्नमा, आफ्नो व्यापार बढाउनमा वा बचत गर्नमा। यहाँ मुख्य ध्यान भनेको दीर्घकालीन वृद्धिमा हुन्छ। यसको ठिक उल्टो, गरिब मानसिकताले दायित्वहरूमा खर्च गर्छ, मतलब ती चिजहरूमा जसले पैसा घटाउँछ र जसको मूल्य समयसँगै कम हुँदै जान्छ, जस्तै अनावश्यक महँगा सामानहरू वा तत्कालको आराम दिने चिजहरू। अब कुरा गरौँ सामाजिक व्यवहारको। धनी मानसिकताले नयाँ सम्बन्धहरू बनाउन र आफूभन्दा जान्ने मानिसहरूबाट सिक्नमा जोड दिन्छ। तर गरिब मानसिकताले प्राय आफू जस्तै मानिसहरूको सीमित घेरामा बस्न रुचाउँछ, जसले गर्दा नयाँ विचार र अवसरबाट टाढा भइन्छ। अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आउँ, सफलताको जिम्मा कसले लिन्छ? यो अन्तिम खण्ड व्यक्तिगत जिम्मेवारी र सिक्ने प्रतिको दृष्टिकोणबारे हो। क्षमतालाई हेर्ने दृष्टिकोणमा पनि जमिन आकाशको फरक छ। धनी मानसिकताले विकासमा विश्वास गर्छ, अर्थात् मेहनत गरेर जुनसुकै सिप पनि सिक्न सकिन्छ भन्ने मान्छ। तर गरिब मानसिकताको सोच स्थिर हुन्छ। उनीहरूलाई लाग्छ कि प्रतिभा जन्मजात हो, यसलाई बदल्न सकिँदैन। जस्तै कतिपयले भन्छन् नि, मलाई त पैसाको हिसाब किताब आउँदैन। यो स्थिर मानसिकताको सबैभन्दा राम्रो उदाहरण हो। यो एउटा यस्तो विश्वास हो जसले मानिसलाई प्रयास गर्नबाटै रोकिदिन्छ। र यहाँ आउँछ सबैभन्दा निर्णायक मोड,
जब केही गडबड हुन्छ धनी मानसिकताले त्यसको जिम्मेवारी लिन्छ, तर गरिब मानसिकताले सधैँ बहाना ठोज्छ, कहिले परिस्थितिलाई दोष, कहिले भाग्यलाई, कहिले अरू मानिसलाई। त्यसो भए यसको परिणाम के हुन्छ? जब कोही जिम्मेवारी लिन्छ उसले आफ्नो गल्तीबाट सिक्छ र अगाडि बढ्छ। तर जो बहाना बनाउँछ ऊ त्यही गल्ती बारम्बार दोहोऱ्याउने चक्रमा फस्छ। जिम्मेवारी लिनु नै असफलताको चक्र तोड्ने सबैभन्दा पहिलो पाइला हो। ल, अब यति कुरा गरिसकेपछि एकचोटि सर्र हेरौँ है त दैनिक जीवनमा यो फरक कसरी देखिन्छ। यो हो मानसिकता स्कोर कार्ड। धनी मानसिकताको प्रतिक्रिया कस्तो हुन्छ? हेर्नुहोस्, म असफल भएँ, तर ठिकै छ, अब मलाई थाहा भयो कि के सुधार गर्नुपर्छ। यहाँ असफलता भनेको सिक्ने एउटा अवसर हो। र अब यसको ठिक उल्टो, गरिब मानसिकताले भन्छ म असफल भएँ किनभने मेरो भाग्य नै खराब छ, जीवन नै अन्यायपूर्ण छ। यहाँ दोष बाहिर पन्छाइयो, त्यसैले सिक्ने र सुधार गर्ने कुनै गुन्जायसै रहेन। यो तालिकाले हामीले छलफल गरेका सबै कुरालाई एकै ठाउँमा समेट्छ। असफलतालाई कसरी हेरिन्छ? पाठको रूपमा कि लाजको रूपमा? समयलाई मूल्यवान स्रोत मानिन्छ कि खेर फाल्ने चिज? पैसा वृद्धिको साधन हो कि खर्च गर्ने माध्यम? सिकाइ जीवनभरको प्रक्रिया हो कि आवश्यकता पर्दा मात्र? र अन्त्यमा जिम्मेवारी, के व्यक्ति आफ्नो छनौटको मालिक बन्छ कि अरूलाई दोष दिन्छ? अन्तमा यो सबै कुरा एउटै प्रश्नमा आएर टुङ्गिन्छ, र यो प्रश्न हरेक व्यक्तिको लागि हो। कुनै व्यक्तिको जीवनको कथा कुन मानसिकताले लेखिरहेको हुन्छ? र याद राख्नुपर्ने कुरा के हो भने त्यो कथाको लेखक अरू कोही होइन, व्यक्ति आफै हो। र कुन कलमले लेख्ने त्यो छनौट उसैको हातमा हुन्छ।